सो हेलो एन्ड नमस्ते फेरि पनि स्वागत छ कालेको ब्लगमा। मैले नाम चेन्ज गरिसकेँ। अच्छा नामकरण पनि गरिसक्यो। नाम चेन्ज गरेको धेरै भइसक्यो, तर अलि प्रब्लम आइरहेको छ। मेरो युट्युबमा नाम सर्च गर्दा आउँदैन कि भन्नाले अलि टाइम लाग्ने रहेछ। सो आजको ब्लग तपाईँलाई जल्दी बोल, कल सुबह पनवेल रमाइलो हुने गरी बनाउन गइरहेको छौँ। र हाम्रो सामु मिस नेपाल यता हेर्दै, यता यहाँ नमस्ते गर। नमस्ते भन्दै सबैलाई। नमस्ते मिस नेपाल, हाम्रो मिस नेपाल सुप्रिया गुरुङ यता हेर्दै। सुप्रिया गुरुङ र दिपेन गुरुङ चाहिँ यहाँ बसिरहेको छौँ। घरमा दुईजना मात्रै। र हाम्रो बाबु कहाँ गयो अरे? दादा दादा स्कुल गएको छ। अनि स्कुल चाहिँ मम्मीले पुऱ्याउन गएको छ। अनि यता अनि को गएको अरे? स्कुल गएको? कुन स्कुल? मम्मी र दादा कता गएको? स्कुल गएको छ। र धेरै भयो भ्लग नभएको। मेरो मोबाइल ल्याउ त सानो, मेरो मोबाइल देखाइदिउँ। सो मोबाइलको हालत यस्तो छ, हेर्नुहोस्। क्यामेरा आइफोन 16को आइफोन 16 प्रो म्याक्सको क्यामेरा यस्तो छ है गाइस। अनि यता हेर्नु, यता पनि ब्राङब्रुङ गएको छ। अनि हेर्नुहोस् यस्तो गएको छ। अनि यस्तोबाट कसरी बनाउने भ्लग भनेर सोचिरहेको होइन। तर मोबाइलमा धेरै प्रब्लम आएको छ होइन। मोबाइल यता नि फुटेको छ, यता नि फुटेको छ। त्यही भएर चाहिँ भ्लग नबनाएको मैले। राम्रो मोबाइल भएको भ्लग बनाउने, यस्तो मोबाइल छ के भ्लग बनाउने भनेर भ्लग नबनाएको धेरै भइसक्यो। भ्लग नबनाएको नि। अनि यता हेर्नु सक्नुहुन्छ हाम्रो पुन्टी गुरुङ। सो त्यसैले चाहिँ भ्लग बनाइ नै मोबाइलको हालत देख्नु सक्नुहुन्छ यस्तो छ होइन। यो फ्रन्ट क्यामेरा पनि यस्तो छ, अगाडिको ब्याक क्यामेरा पनि त्यस्तो छ। अनि त्यही भएर चाहिँ भ्लग नबनाएको। अहिले चाहिँ दिदीको मोबाइलबाट बनाएको हो। सो मलाई रुगा पनि लागिरहेको छ। रुगा लागेको धेरै भयो होइन, 2-3 दिन भयो। त्यो फ्रिजको पानी सिकाने चुहिआएको छ कि सिकाने चुहिया। अनि धेरै फ्रिजको पानी खाएर हो यो यस्तो भएको चाहिँ। खास गरी फ्रिजको पानी खाएको थियो। अनि यस्तो राति सुत्दाखेरि पङ्खा नि अन गरेर सुत्छु। अनि त्यही भएर अनि हिजो फेरि गोर्खा गएको। गोर्खा जाँदाखेरि अब आइसक्रिम अनि त्यही बरफ सरफ कुल्फी सुल्फी खाइदिएको। त्यही माथि मुख बारे होइन, रुगाले झ्याप्पै समातिहाल्यो। त्यस कारणले चाहिँ हाम्रो यता हुनुहुन्छ। तिम्रो नाम के अरे? तिम्रो नाम के अरे सानो? नाम सुप्रिया भन न। सुप्रिया गुरुङ भन न। गुरुङ। तिमी कसको छोरी रे? कसको छोरी रे? कसको छोरी हो? कसको छोरी हो? ड्याडीको? ए ड्याडीको नाम के हो? ड्याडीको नाम के हो? गुरुङ? ए अनि ड्याडीको माया लाग्छ कि मम्मीको? पैसा? ए के अरे मम्मीको माया लाग्छ कि ड्याडीको? के पर्छ? मम्मी पर्छ? ए ड्याडी मन पर्दैन? ड्याडी नि मन पर्छ? ए म को हो सानो? म को हो? म को हो? भान्जी? म भान्जी हो? म को हो? म को हो? म को रे? अनि पुन्टीको स्कुल कता रे? उता लोखर के? अनि तिम्रो साथीको नाम के रे? साथीको नाम के हो भन न? साथीको नाम भन न। रुबी भन न। साथीको नाम के रे? सानुले के लगाएको रे? के लगायो? चप्पल? अनि ओछ्यानमा चप्पल लाउने हो त?
उता उता राखेर आऊ उता राखेर आऊ यता यता राख्ने त्यही न हो धेरै भएको थियो भ्लग नबनाएको पनि त्यस कारणले अब मोबाइल राम्रो भयो भ्लग बनाउने मोबाइल राम्रो छैन त्यही भएर चाहिँ स्टोरेज फुल हुने अनि भिडियो नआटे त्यस्तो भएर चाहिँ भ्लग नबनाएको हो कृपया केही अन्यथा नसोधिदिनु होला म कहीँ गएको छैन यहीँ छु कहाँ छु फेरि म फेरि अर्कै ठाउँमा छु लन्डनतिर फेरि यस्तो गराहरू छ यहाँदेखि हेर्नुहोस् आफै लन्डनको घरहरू त यहाँदेखि सिधै देखिन्छ त हेर त आफै लन्डनतिर छु है म चाहिँ गएको छु लन्डन उफ के गरे हौ सो घरबेटी हाम्रो उतापट्टिको र म भन्दाखेरि 14 किलोतिर छु कि म आएको यहाँ 1 महिना जति भयो होला अनि 1 महिना भयो 1 महिना बढी भइसक्यो अनि त्यही न हो मेरो काम थियो अनि हिजो गोर्खा गइरहेको थियो गोर्खातिर नि काम थियो अनि हिजो गोर्खा गयो अब केही दिनपछि काठमाडौँ नि जान्छु होला सो म त्यो खासै गाउँ बस्दिनँ अहिले चाहिँ र अहिले म 14 किलोतिरै छु अनि यता हाम्रो हुनुहुन्छ नेपालको टप 10 भित्रको मिस नेपाल के भन्न चाहनुहुन्छ के भन्न चाहनुहुन्छ ल भनिदिनु त फिस हाम्रो यता के हो फ्रिजमा हाम्रो फेरि 50 करोडको सामान हालेको छ देख्न सक्नुहुन्छ फ्रिजमा हाम्रो टक्क लगाएर अन्डादेखि मासुदेखि अनि यहाँ गोलभेडादेखि अनि साँच्ची प्योर माल त देखाउनै बिर्से त सानो हामीले त प्योर माल यी देख्न सक्नुहुन्छ प्योर माल हाम्रो अर्ग्यानिक प्योर माल यो चाहिँ अस्ट्रेलियादेखि मगाएको कति पाउन्ड अस्ट्रेलिया होइन युकेदेखि कति पाउन्ड हाल्यो अरे यसलाई कति पाउन्ड हाल्यो अरे एउटा ए साँच्ची एउटा हालेर एउटा पाउन्ड हालेर अरे अनि यहाँ फेरि तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ के अरे यो डाइनोसरको अन्डा देख्न सक्नुहुन्छ अनि कुखुराको अन्डा छुट्टै हुन्छ यो डाइनोसरको अन्डा होइन त यो डाइनोसरको अन्डा होइन त है हो भनिदेऊ त यो डाइनोसरको अन्डा हो कि होइन सो यहाँ प्रुफ पनि छ है यहाँ के को होइन डाइनोसरको भन्न डाइनोसरको अन्डा भन्न न आयो यसले पोल खोलिदियो नि डाइनोसरको भन्नु भने त डाइनोसरको अन्डा भन्दा डाइनोसरको अन्डा भन्नु न के को अन्डा रे गुड सानो के खाने तिमी के खाने के खाने केही छैन तिमीलाई खाने कुरै छैन यसो बाधाएर नि पकाइसक्यो अब दिदी आएपछि खान्छु होला एकछिनमा त्यही नै हो अनि घरमा चाहिँ हामी पुन्टी र म मात्र छु यता आइदिन्छ तेरिका कोठाको हालत देख्न सक्नुहुन्छ कोठा पनि मिलाए होइन म त भर्खर सुतेर अघि भर्खर उठेँ हो अनि भर्खरै सुतेर यताउता छ मेरो यताउता मिलाउनै बाँकी छ कि अब अहिले खाना खाएर रुम सफा गर्छु र त्यही नै हो सो यति भन्दै चाहिँ आजको भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु टुङ्गाउन चाहन्छु भन्दाखेरि चाहिँ सो भिडियो के कस्तो लाग्यो सब्सक्राइब लाइक सेयर गरिदिनु होला यो छोटो मिठो भिडियो हो खासै धेरै बनाउन कन्टेन्ट बाहिर गएर बनाउन मनै लाग्दैन यहाँ खेर मान्छेहरू छैन चिनजानु भएको चाहिँ छैन सो त्यही भएर अलि अप्ठ्यारो लाग्छ र त्यही नै हो आजको भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु भिडियो के कस्तो लाग्यो सब्सक्राइब लाइक सेयर गरिदिनु होला अनि हाम्रो यस्ता पुनिलो के गर्यो सब्सक्राइब गरिदिनु भन त यता 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 ल यो भिडियोलाई सब्सक्राइब गरिदिनु भन त सब्सक्राइब भन त लाइक गरिदिनु भन यस्तो लाइक यता हेरेर लाइक गरिदिनु गाइज भन त सो यता 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 सो यो भिडियोलाई लाइक
लाइक गरिदिनु होला र यति भन्दै आजको भिडियो चाहिँ यही अन्त्य गर्न चाहन्छु बाई गाइज खै होइन अब यस्तो गर हात यस्तो या